हेलो एभ्रिवान, आज चाहिँ म बनाउन जाँदैछु लसुन र अदुवाको अचार। यो चाहिँ एकदमै मिठो हुन्छ। मैले पहिला पनि बनाएको थिएँ, अहिले पनि बनाउन सुरु गरेँ। फर्स्टमा लसुन केलाएँ। लसुन केलाइसकेपछि लसुनलाई पिस पिस बनाएर काटेँ। यसलाई चाहिँ पिस पिस बनाएर काट्नुपर्छ क्या, अनि एकदमै राम्रो नै हुन्छ, मिठो नै हुन्छ। अनि अदुवालाई चाहिँ पनि केलाएर अनि पिस पिस बनाएर काट्नुपर्छ। अनि मैले चाहिँ पिस पिस बनाएर काटिसकेपछि चाहिँ मैले चाहिँ एकदमै पिरोमा चाहिँ अकबरी खोर्सानी मनपर्छ कि मलाई, अरू खोर्सानी भन्दा नि अकबरी चाहिँ एकदमै मनपर्छ। अकबरीलाई पनि सुकाएँ, अनि सुकाइसकेपछि चाहिँ अदुवालाई लसुनलाई पनि एक एक काममा सुकाएँ। सुकाइसकेपछि चाहिँ अब अचार बनाउन सुरु गरेँ। फर्स्टमा लसुन हालिसकेपछि त्यसमा अदुवा हालेँ। अनि यो चाहिँ धनियाँको गेडा हो। धनियाँको गेडालाई भुटेर धनियाँ जिरालाई पनि भुटेर अनि यसलाई चाहिँ पिसेर मसला बनाएपछि त्यो मसला पनि राखिसकेपछि चाहिँ मैले यसमा राख्नको लागि तेल तताएँ। तेलमा मेथी फुराइसकेपछि चाहिँ त्यसलाई पनि अचारमा हालिसकेपछि चाहिँ त्यसमा स्वादअनुसारको नुन हालिसकेपछि चाहिँ अकबरी खोर्सानी एड गरेँ। अनि मैले चाहिँ थोरै भेनेगर पनि हालेँ। अनि मैले चाहिँ चम्चाले मोल्न खोजेँ कि पिरो, हातमा एकदमै पिरो हुन्छ नि त, अनि त्यही भएर चाहिँ तर चित्तै बुझेन। अनि हातले नै मोलिसकेपछि चाहिँ यसलाई स्टोर गरेर राख्नको लागि बट्टामा राखेँ। यो चाहिँ तपाईँहरूले 1 वर्षसम्म खान सक्नुहुन्छ, एकदमै मिठो हुन्छ।